एक्सिडेन्ट भयो आखी अगाडि एक्सिडेन्ट भयो यार। सो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ थर्सडे अनि आज दसैँ पनि हो। सो ह्याप्पी दसैँ टु अल डियर माई सब्सक्राइबर्स। आज चाहिँ दसैँ हो अनि आज चाहिँ मैले दसैँको पुरा ब्लग हान्नेछु। अहिले चाहिँ 8 बजे, अब चाहिँ म नुहाउन जान्छु। म चाहिँ हिजो बेलुका मामा घरबाट घर आएको थिएँ अनि अब चाहिँ खुवाउँछु अनि कपडा फेर्छु अनि कुराहरू मलाई त सो गाइस म चाहिँ रेडी भइसकेँ अनि अहिले चाहिँ कति बज्यो भन्दाखेरि 9:30 पनि भइसकेको रहेछ। अब चाहिँ अब 11:53मा रहेछ क्या दसैँ चाहिँ, टिका लाउने समय चाहिँ। अनि म चाहिँ रेडी भइसकेँ, हेर्नु सक्नुहुन्छ टिकटक पनि बनाएको कस्तो लाग्यो भन्नु कमेन्टमा। सो गाइस यहाँ चाहिँ पुरा यहाँ रेडी गर्नु रहेछ अनि अब चाहिँ 11:53मा वेट हो अनि त्यसपछि चाहिँ दसैँ सुरु। ल चाहिँ ट्राइपड पनि लिइसकेँ। अब मोबाइल यसमा अड्काउँछु अनि एकछिन चाहिँ मैले चार्ज पनि गर्छु किनभने आज चाहिँ फुल चार्ज गर्नुपर्छ क्या। अब चाहिँ मलाई थोरै रुगा लागे जस्तो पनि भयो यार, कस्तो यो नाकहरू हाँछियो आइरहेको रुगा लागे जस्तो भयो। हजुर रुगा लाउला जस्तो भयो आज। ठिकै छ ल गाइस। अब चाहिँ टिका लाउने टाइम हुन लाग्यो। अब चाहिँ टिका लाउने हामीले गाइस टिका लगाइदिनु भयो अब मलाई अनि अब चाहिँ के हो अब टिका लाउने बेला भयो लाउनु टिका लगाउने गाइस। यहाँ चाहिँ मैले हामीले टिका लगाइसक्यौँ। अब चाहिँ म गाउँतिर जाने अनि अब चाहिँ म गाउँ टुलेर दिदीहरूसँग घुम्छु, टिका लाउँछु, आशीर्वादहरू लिन्छ अनि भेटौँला। सो गाइस म चाहिँ घर आइसकेँ। 12 भरि टिका लाएर आयो तर कोही छ यहाँ अलि पुरा भरि देखेन कि त्यो गिलो टिका भएछ अनि झरिहाल्यो पुरा। अनि जमरा हेर्न सक्नुहुन्छ, जमरा पनि झरी भयो। अब चाहिँ म भात खान्छु, कपडा फेरि बाहिरको कोट निकाल्ने अनि यस्तै छु मैले। अनि अब चाहिँ भात खान्छु। अब खाएर भेटौँला त गाइस। मैले चाहिँ भात खाइसकेँ। अब चाहिँ अगाडि के हुन्छ हेर्नु गाइस। अब चाहिँ हामी जानलाको मामा घरतिर जान्छौँ, गुरुआमाको घरतिर जान्छौँ अनि चाहिँ दसैँ मनाउने। अहिले हेर्नु अगाडि के हुन्छ। मैले चाहिँ जुत्ता पनि लगाइसकेँ, सब रेडी भइसक्यो। जुत्ता सब लगाइसक्यो, अब चाहिँ जान्छौँ। सो अब चाहिँ बाबाको मामा घरबाट टिका लगाएर अब चाहिँ गुरुआमाको घर जान लाग्यौँ हामी। यस्तो गल्लीतिर कस्तो यो बाटो यही हो, सिधा सर्टकट बाटो रहेछ यो। खचन बाबा यो पुरा खेच रहेछ, यो सर्टकट बाटो क्या। उता हेलपोस्टतिर निस्किन्छ होला यो, एकदमै गाह्रो छ। बल्ल चाडको हामीहरू अब चाहिँ यहाँबाट चाहिँ हामी जान्छौँ गुरुआमाकोमा गएर कुरा गर्ने। यो खत्रै भिरालो पो छ त गाह्रो हुन्छ यार। यहाँ चाहिँ आइसक्यौँ आमाको घरमा अनि म चाहिँ हजुर चाहिँ केटालाई गर्ने सबसे जाना हो मामा घर। बसले भेटाउने अनि जाने। बस और दिन मम्मी बस जा मम्मी से अब ए थैंक यू बाय बाय। झुकेको
मैले तपाईँलाई चढाउनु थियो भनेको त मलाई चढाउने र ल जाम ट्याक्सी पो जानु परेछ जाम ओहो ऊ एक्सिडेन्ट भयो आखी अगाडि एक्सिडेन्ट भयो यार कस्तो लडेको मोटरसाइकल ए भाषा सुन्ने कसको गल्ती थियो नि त्यो एक्सिडेन्ट पो भयो त्यहाँ त एक्सिडेन्ट भयो आखी अगाडि क्या स्कुटरको एक्सिडेन्ट भयो रहेछ यार आखी अगाडि गइदियो स्कुटर 3टा हो क्या समय भएको कि फेरि एक्सिडेन्ट पनि दसैँ आज दसैँ नि किन आज दसैँ लगाएर रहेछ दसैँमा दसैँ लगाएर बिचरा ल सो हामी चाहिँ मामा घर पुग्यौँ एकछिन आएको जुत्ता खोलाम मिना हेलो दाइ भाइ दाइ लिन जानु भयो क्या दाइ त लिन गयो त ल भयो होला ओ हेलो सो फाइनली म चाहिँ मामा घर पुगेँ सो गाइज म चाहिँ अहिले छतमा छु अनि यहाँ सबैजना हुनुहुन्छ अनि बाबा चाहिँ यहाँ बस्नु अनि यहाँ गफ सुरु भइसक्यो हामी सब फोटो खिच्नमा रेडी भएको अझै फोटो सेसन हुन्छ क्यामेराम्यान मेरो भान्जा हामी पहिला फोटो खिच्ने अवस्था अनि बल्ल माम खाने अवस्था ल मा पनि आउनु सो गाइज अब फोटो सेसन सिद्धियो अब चाहिँ टिकटक सेसन आएछ अब मेरो मोबाइलको चार्ज पनि भइयोस् बल्ल 7% छ अब जम्मा अब चाहिँ चार्जमा राख्ने अब चाहिँ माइजूको मोबाइलबाट बनाउँछ ह्याप्पी दसैँ बाई बाई दसैँ चाहिँ फोटो सेसनहरू सब सिद्धियो अब चाहिँ के हुन्छ म मोबाइल चार्जमा लाग्छु ल सो गाइज अब चाहिँ भात सातहरू सब खाएर अब चाहिँ माउजू र दाइले यहाँ भाँडाहरू मसलामा कुरा हेर्दै चाहिँ मामाहरू चाहिँ यहाँ बस्नु अहिले चाहिँ 9 पनि बजिसक्यो अनि आजको दसैँ कस्तो भयो भयो यहाँको दसैँ अहिले एकदम हेप्पी धेरै रमाइलो भयो राम्रो भयो सफलतापूर्वक बेलुका 9 बजाइयो देशभरि व्यस्त भयो मस्त भयो अहिले चाहिँ सुस्त भयो अनि माइजूलाई कस्तो भयो अहिलेको दसैँ हेप्पी भयो थोरै मान्छे भए पनि रमाइलो भयो एकदम हेप्पी भयो दसैँ अनि मम्मीलाई
एकदमै रमाइलो भयो ल दसैँ एकदमै सोचे भन्दा पनि बढी रमाइलो भयो थ्याङ्क यू सो मच अनि बाबालाई नाक कटाउँदै हुनुहुन्छ अनि अहिले चाहिँ 9 बजेको छ अब चाहिँ मलाई पनि रुगालले गरजस्तै गरायो हेर्न सक्नुहुन्छ अनि म चाहिँ अब दोकान जान लाग्यो तास र के अरे चाउचाउ लिन जान्छु मैले चाहिँ यो भएबाट तास दिएँ पानी पऱ्यो पानी पऱ्यो तास लगाइसक्यो अब चाहिँ खेल्ने हो भनेपछि छुट्न नै कतै छुट्टिएन नौमतीको साइत राखी सजेको हुन पाती ज्या तास खेलिरहेछौँ अनि 11 पनि बजिसक्यो अहिले अब चाहिँ म कोठामा आएँ अनि चाहिँ तास एकछिन खेलियो अब चाहिँ कपडा फेर्छु अनि चाहिँ सुत्छु मलाई रुगाले घर अस्ति गरायो यार 11 हो कि 11 बजेछ कपडा फेर्छु गाइज मैले चाहिँ कपडा फेरेँ अब सुत्छु थ्याङ्क्स फर वाचिङ बाई। सो गाइज आजको फोटोहरू यस प्रकारका छन्।